ल सुरु गर्नु। बुवा हजुरको नाम? हजुर मेरो मानबार तामाङ। अनि यो ड्र्यागन फ्रुट चाहिँ कति भयो तपाईँले सुरुवात गर्नुभएको? मैले यो 79 को जेठ महिनादेखि सुरु गर्न लाग्यो। अनि यो कति क्षेत्रफलमा तपाईँले यहाँ लगाउनु भएको छ? यो टोटल यो जग्गा 10 रोपनी क्षेत्रफल। 10 रोपनी क्षेत्रफलमा अब यो गोठ घरेरीहरू त्यसमा अलिकति कति गयो होइन, बाँकी सबै भागमा त्यो लगाउनु भयो। अनि वार्षिक रूपमा तपाईँ कति आम्दानी गर्नुहुन्छ यसबाट? आम्दानी त अब यो खासै अहिलेसम्म अब आफूलाई त अब पहिला आफूले अब भनौँ यो ठाउँमा पहिलोचोटि हो जुन मलाई यो ड्र्यागन फ्रुटको बिरुवा दिने मान्छेले नि जस्तो मलाई यो एउटा पोलले वर्षमा अब 40 किलो दिनुपर्छ भनेको छ होइन। जस्तो यो बिरुवाले वर्षमा 40 किलो दिन्छ एउटा पोलले। हजुर। र यो अब जम्मा टोटल 600वटा पिलर लगाएको छ मैले यसमा। हजुर। 600वटा पिलरले उनीहरूको भनाइअनुसार त थुप्रै हुन्छ। गत वर्ष चाहिँ अब पहिलो वर्ष भएर होला, अब गत वर्ष चाहिँ यो सबभन्दा ठुलो झाङको र सबभन्दा सानो झाङको मैले जोखेर हेर्दाखेरि एभरेजमा करिब 25 किलोसम्म दियो भनेपछि मेरो विचारमा अब यो हावापानी हाम्रो यहाँ अलिक ठन्डा हो होइन, त्यस कारणले यो 30 किलोभन्दा माथि चाहिँ पक्कै पनि जाँदैन। 30 अब 25 देखि 30 किलोको बिचमा चाहिँ दिन्छ यसले। अनि कति तपाईँले बिक्री गर्न सुरु गर्नुभयो? बिक्री गत वर्ष मैले बिक्री गरेको। कति इन्कम गर्नुभयो? चान्चुन मैले 10.5 लाखको बिक्री गरेको। अनि लगानी चाहिँ तपाईँले कति गर्नुभएको छ यहाँ अहिलेसम्म? लगानी त म्याक्सिमम् थुप्रै भयो होइन, जम्मा टोटल 45-50 लाख जति लगानी भयो। हजुर। त्यसमध्येबाट मलाई यो प्रदेशबाट चाहिँ नि यो बारबेरको लागि 10 लाख चाहिँ पैसा आयो। गाउँपालिकाले एउटा पानी झारिदियो। हजुर। एक लाइन पानी। हजुर। पानी झारिदिएको छ, त्यति हो गाउँपालिकाले सहयोग गरेको भयो। भनेपछि तपाईँको अब यो वर्ष तपाईँले सोचेअनुसारको यदि फल दिने हो भने कति जति बेच्न सक्नुहुन्छ होला? के छ अनुमान? यसपालि मिनिमम मैले 20 लाखको बिक्री गर्नुपर्छ यसमा। 20 लाखको चाहिँ बिक्री हुन्छ यसपालि। तपाईँको सबै यो हुर्किसके पछाडि, यहाँको बिरुवा सबै हुर्किसके पछाडि सबै ठुला बिरुवा भएपछि कति जति इन्कम हुनसक्छ वार्षिक? यसमा कति दिनुपर्छ भनेदेखि अब मैले चाहिँ अब अहिले 25 किलो 30 किलोको दरले हिसाब गरेको छु मैले। मिनिमम यसले 20 किलोभन्दा त एभरेजमा बढ्दैन। 20 किलोले दिँदा पनि यो टोटल 36 लाखको इन्कम हुनुपर्छ मलाई वार्षिक। तपाईँको अहिलेसम्मको लगानी भनेको 45 लाख 50 लाख लगानी भएको छ। 50 लाख लगानी भयो। सबै बिरुवाहरू हुर्किँदै गरेर तपाईँको लगानी एकै वर्षमा उठ्छ? 1 वर्ष नभनौँ 2 वर्ष अब भनौँ न, वार्षिक अब 7-8 लाख त वार्षिक अब त्यतिकै खर्च पनि हुन्छ यसमा होइन। त्यस कारण त्यो खर्च कटाएर अब 20-25 लाख त्यस्तो बस्ला। त्यो गर्दा पनि मलाई 2 वर्ष त लाग्छ। यो चाहिँ अब तपाईँ कसरी यो सोच आयो तपाईँलाई? कसरी यो खेती गर्नुभयो? खासै मेरो पेसा त यो होइन, म साधारण किसिमको ठेक्कापट्टा भन्नाले अब ठुलो पनि होइन म होइन। म अब भनौँ अब साधारण किसिमको ठेक्कापट्टा म अब 8-10 करोडसम्मको टेन्डर आफ्नो फर्मले भ्याउने त्यतिमा काम गर्ने मान्छे हो। र यसमा के भयो भने एउटा यो पाखो जग्गा, पानी पनि छैन, केही पनि छैन। मान्छेले अब गरेर खानलाई अब केही अब भनौँ न, अब लो हजुरहरूले देख्नुभएको छ यो वरिपरि यस्तै हो होइन। र यो पाखो जग्गालाई चाहिँ केही गरेर हेरौँ होइन। अब यो हामीले चाहिँ नि अब ऋण काटेर चाहिँ नि अब ऋण झिकेर चाहिँ गर्ने हो भने जुलुमै बिग्रेर अब खतमै हुँदछ। यसले फल दिनु भनेको 3 वर्ष लाग्छ। 3 वर्षमा त हामी ब्याजले नै खतम हुन्छौँ। त्यस कारणले यो चाहिँ आफैले अलिअलि गरेर लगानी गर्दै गइराखेको। र एउटा यो पाखो जग्गामा चाहिँ मैले अब यो सबैजनालाई देखाउनको लागि एउटा नमुनाको लागि गरे। यो हामीले अल्छी र तपाईँको त्यो यो सुरुवात गरे पछाडि अरूले पनि तपाईँको सिको गरेर सुरु गर्नुभएको छैन यो खेतीको? खासै यहाँ गरेको छैन। तर के भन्न चाहनुहुन्छ? अरू जस्तो तपाईँले यो अनुभव गरिसके पछाडि इन्कम लिन थालिसकेपछि अरू जो केही गर्छु यदि छ भनेर बस्ने युवा कृषकहरूलाई के भन्नुहुन्छ? कृषकहरूलाई म के भन्न चाहन्छु भनेदेखि जस्तो अब यो खाडी मुलुकमा चाहिँ अब 4 लाख 5 लाख खर्च गरेर जान्छ नि सर, त्यहाँ गएर त्यसले कति कमाउँछ भने 30देखि 50 लाखको 30-50 हजार कमाउँछ। 50,000को हाराहारीमा होइन।
यो भनौँ अब 2-3 वर्ष दुःख हुन्छ अब आफूसँग पैसा नभएपछि ऋण पनि काट्नु पर्यो, अब ब्याज तिर्नु पर्यो। आफू धैर्यता लिएर काम गर्नु सकियो। अब सहकारीले पत्याउँछ, कृषिलाई उता बैङ्कले पत्याउँछ होइन। अब अलि सस्तो ब्याजमा केही नभए पनि तपाईँले अब दसैँ रोप्ने क्षेत्रफलमा आफूले चाहिँ नि अब 2-4 वर्ष चाहिँ धैर्यता लिएर दुःख गरेर चाहिँ नि उ गर्ने हो भनेदेखि मासिक केही नभए पनि यहाँ 1.5 देखि 2 लाख रुपियाँ बस्छ होइन। तर अहिलेको युवक केटाहरूले के छ भनेदेखि अहिले कमाएर अहिले नै पैसा हात पर्नुपर्छ, त्यो होइन कि पछिल्लो हेर्नु पर्यो हामीले होइन। यो भनौँ म 2 वर्षमा मेरो साउ उठिहाल्छ होइन। अब त्यसपछि त मलाई त यो त के आफ्नो पेन्सन भयो, पेन्सन र कसको अब मान्छेको देशमा गएर पसिना बगाएर अब त्यहाँ काम मन परेन भने मान्छेले लात्तीले हिर्काउँछ, त्यो किन? यहाँ म आफै हाकिम होइन, मलाई कसको डर हो? त्यो केही होस्। अब युवा केटाहरूलाई पनि अब केही गर्छ कि भन्ने हिसाबले मैले यो लगानी गरेको हो। तर खासै गरेन, जफेमा चाहिँ गर्नु सुरु गरेछ है। जफेमा एक ठाउँ सुरु गरिरहेछ। त्यस्तै गर्दै गर्दै सबैले गऱ्यो भनेदेखि यो ठाउँ अनुसारको कृषि अब भनौँ अब फालफुल खेती अब जे गरे पनि अब केही न केही अब यो बाँझो राख्नुभन्दा त केही हुन्छ नि। यो सुक्खा जग्गामा हुने फालफुल पनि छ, त्यो खोज्नु पर्यो, हेर्नु पर्यो, दुःख गर्नु पर्यो। भनेपछि युवाहरूलाई तपाईँ अलिकति 2-3 वर्ष लगानी गरेर धैर्यता भयो भने नेपालमै यही ड्रेगन खेती गरेर 1.5-2 लाख रुपियाँ महिनाको 1.5-2 लाख रुपियाँ कमाउनलाई विदेश जानु पर्दैन। यही सुझाव छ तपाईँको होइन त? अहिले खासै म युवक केटाहरूलाई म त्यही भन्छु, उहाँहरूलाई जानकारी यही दिन्छु म। अर्कोको देशमा गएर किन पसिना बगाउने? आफ्नै माटोमा पसिना बगाउँ, आफ्नै नेपालमा पसिना बगाउँ भन्ने मेरो त्यही नै। हस्, धन्यवाद बुवा। ल ओके।